नमस्कार सम्पूर्णमा म सञ्जीव राई शिशिर। मैले मेरो युट्युब च्यानल मार्फत विभिन्न भिडियोहरू रमाइलो खालको भिडियोहरू ल्याउने क्रममा आज चाहिँ म आफूसँगै रहेको मेरो पशुपालन व्यवसायको विषयमा थोरै तपाईहरुलाई केही जानकारी गराउन खोज्दैछु र यो भिडियोले पक्कै पनि तपाईहरुलाई भोलिको दिनमा तपाईहरु पनि पशुपालन व्यवसाय गर्छु भन्ने सोच्दै हुनुहुन्छ र गरिराख्नु भएको छ भनेदेखिलाई तपाईहरुको लागि यो विशेष हुन सक्छ। र मैले यो फार्म सञ्चालन गरेको निकै लामो समयदेखि हो, तर मैले सानो सानो के अरे टिकटकतिर चाहिँ कहिले कहिले भिडियोहरू पोस्ट गर्ने गरेको थिएँ। तर अब चाहिँ मैले सोचेँ कि हाम्रो कतिपय कृषक साथीहरू हुनुहुन्छ, उहाँहरू पशुपालन गर्दा गर्दै पनि केही समस्याहरू उहाँहरूले भोगिराख्नु भएको छ, झेलिराख्नु भएको छ। ती पशुपालन सम्बन्धी केही ज्ञानहरू नभइकन कतिले व्यवसाय गर्नु होला, उहाँहरूले केही समस्या भइरहेको होला भन्ने लागेर मैले तपाईहरुमा चाहिँ यो भिडियो चाहिँ ल्याउन लागेको हो। र आज चाहिँ मेरो फर्मको परिचय मात्रै दिन चाहन्छु तपाईहरुलाई, र बाँकी कुराहरू धेरै गर्नु छ तपाईहरुलाई। म क्रमिक रूपमा हरेक शनिबार अब यो मेरो फर्म सम्बन्धी र पशुपालन सम्बन्धी, पशु स्वास्थ्य सम्बन्धी को भिडियोहरू चाहिँ म तपाईहरुमा चाहिँ ल्याउने कोसिस गर्नेछु। र अहिले चाहिँ मेरो फर्मको बारेमा, मेरो फर्मको परिचयको बारेमा नै तपाईहरुलाई केही जानकारी गराएँ। मेरो चाहिँ फर्मको नाम बेलबो पशु तथा कृषि फर्म र यो चाहिँ उदयपुर जिल्लाको बेलाका नगरपालिका वडा नम्बर 5 मा अवस्थित छ। यो फार्म लगभग आजभन्दा 8औं वर्ष 10 वर्ष अगाडिदेखि नै सञ्चालित छ। र मैले चाहिँ विशेष गरेर आजको मितिसम्म 4 प्रजातिको बाख्राहरू पालेको छु। विशेष त यहीँको स्थानीय खरिचाल दयालु, त्यसमा विभिन्न जातको बाख्राहरू चाहिँ मैले ल्याएर चाहिँ क्रस गराउने गरेको छु। र मसँग अहिले करिब 250 को हाराहारी बाख्राको सङ्ख्या रहेको छ। त्यसमध्ये बोका कति, पाठी कति, माउ कति, मसिनो पाठा पाठी कति भन्ने कुराहरूको विषयमा पनि पछि नै तपाईहरुलाई जानकारी गराउनेछु। र तपाई पनि पशुपालन व्यवसाय गर्छु यो नेपालमा भनेर सोच्दै हुनुहुन्छ भने तपाईले पहिलो नम्बरमा गर्नुपर्ने काम चाहिँ आफ्नो जग्गा कति छ, तपाई कुन ठाउँमा हुनुहुन्छ त्यो अनुसारले चाहिँ जग्गाको व्यवस्थापन गरेर, यदि तपाई तराई भेगमा हुनुहुन्छ, तराई बेल्टमा तपाईको बसोबास छ भनेदेखिलाई र पशुपालन गर्दै हुनुहुन्छ भने त्यहाँनेरि तपाईले कति रोपनी छ, तपाईको जग्गा कति कट्ठा छ, लगभग 1.5 कट्ठा जग्गा तपाईको जमिन छ भनेदेखिलाई त्यसमा तपाईले 3 देखि 5 भन्दा बढी बाख्रा पाल्न सक्नुहुन्न। किनकि बाख्रा भनेको घाँस खाने जात हो, अनि त्यसलाई आहार व्यवस्थापनहरू गर्नुपर्ने हुन्छ। तपाईले आजको पशुपालनमा दाना खुवाएर, बजारमा पाइने महँगो दाना खुवाएर चाहिँ तपाईले बाख्रा पालन गर्न सक्नुहुन्न। त्यसैले गर्दाखेरि बाख्राको लागि अत्यन्तै आवश्यक भनेको घाँस नै हो। पहिले घाँस व्यवस्थापन अनि बाख्रा पालन। आज हामी विशेष गरेर बाख्रा पालन सम्बन्धी नै कुरा गर्दैछौँ, अनि गाई भैँसीको विषयमा कुरा गर्दैनौँ। म आफू बाख्रा पालन व्यवसायी भएको हिसाबले पनि बाख्रा पालनको लागि नै तपाईहरुलाई चाहिँ भिडियो बनाउँदा विशेष हुन्छ भन्ने सोचेको छु मैले। र बाख्रा पालन सम्बन्धी, पशु स्वास्थ्य सम्बन्धी मैले धेरैवटा प्राविधिक ज्ञानहरू, धेरैवटा तालिमहरू पनि लिइसकेको छु र मेरो प्लस अनुभव, प्र्याक्टिकली अनुभव पनि मसँग छ। 10-15 वर्षको अनुभव छ। त्यसले गर्दाखेरि ती विषयहरूमा नै मैले तपाईहरुलाई जानकारी गराउँदा राम्रो हुन्छ। र आगामी दिनमा म तपाईहरुलाई पशुपालन गर्दा के आवश्यक छ, के गर्नुपर्छ र कुन जातको बाख्रा कुन भूभागमा हुन्छ भन्ने विषयमा चाहिँ तपाईहरुलाई म जानकारी गराउने छु। र मेरो फर्ममा रहेको विभिन्न बाख्राको प्रजातिहरू पनि म तपाईलाई लगातार भिडियोमा देखाउने छु। आज चाहिँ सिर्फ मेरो बाख्रा पालन सम्बन्धी परिचय र आगामी दिनको हाम्रो भिडियोको विषयवस्तुमा आधारित मैले छोटो भिडियो तपाईहरुलाई दिएको छु। र योभन्दा अगाडि मैले चाहिँ मसँग रहेको घाँसको प्रजातिहरू मैले थोरै भिडियोमा देखाउने प्रयत्न गरेको छु। र यदि तपाईहरुलाई यो मेरो फर्म सम्बन्धी अनि पशु स्वास्थ्य सम्बन्धी चाहिँ विभिन्न भिडियोहरू बनाउनुहोस् भन्ने तपाईलाई लाग्छ भने मसँग मैले सञ्चालन गरिरहेको मेरो सुक्तुलुङ युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक, कमेन्ट, सेयर त उत्तिकै गरिदिनु होला। र तपाईहरुको केही सल्लाह सुझाव प्लस तपाईहरुको कुनै जिज्ञासाहरू, तपाईहरुको कुनै प्रश्नहरू म प्रति पशुपालन सम्बन्धी छ भनेदेखिलाई तपाईहरुले कमेन्ट बक्समा गएर त्यहाँ सोध्न सक्नुहुन्छ। प्लस मेरो फेसबुक पेज सञ्जीव राई शिशिर छ,
जहाँ गएर पनि तपाईँहरूले मलाई सोध्न सक्नुहुन्छ। म तपाईँहरूको जिज्ञासा, तपाईँहरूको प्रश्नको उत्तरहरू दिने प्रयास गर्नेछु र हरेक शनिबार अबदेखि मेरो युट्युब च्यानल सुख तुलुङमा गएर यो भिडियो पशुपालन सम्बन्धीको हेरिदिनु होला भन्दै म यो छोटो परिचयात्मक भिडियोबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद सबैलाई। धन्यवाद भन्दै सबैको शुभ दिन, बाँकी समय सबैको शुभ रहोस्।